हेलो साथीहरु यति बेला म चाहिँ अब यहाँ कुन ठाउँ रे नानी हाम्रो पुरानकोटको कुन यो ठाउँ के ठ्याक्कै मिलन टोल ओके पुरानकोटको मिलन टोलमा छु म हैन मिलन टोलको चाहिँ यो ठाउँमा आएको छु है यहाँ मैले चाहिँ वास्तवमा यस्तो मगाएँ हैन यो मगाएर चाहिँ अब खाने क्रममा चाहिँ हाम्रो अब मसँग चाहिँ हाम्रो मेरो भतिज हाम्रो पुरानकोट भतिज हुनुहुन्छ हैन यो ठाउँलाई चाहिँ यति ऐतिहासिक मान्न सकिन्छ कि यो ठाउँ भनेको जो कोहीले यतिकै त्यो सहर चाहिँ स्वीकार गर्न सक्दैन के तर हेर्नुस् यो ठाउँ यतापट्टि सुन्दर बजार हैन भतिज है सुन्दर बजार दुरा डाँडा च्यानपाटा धुसेनी अनि त्यसपछि आएर तुलुङकोट भनेको छ हाम्रो यही हैन यो उतापट्टि हो यो डाँडा तुलुङकोट है सुन्दर बजार यतापट्टि है अनि त्यसपछि आएर अब हामी चाहिँ यहाँ अहिले यो के रे यो ठाउँको नाम पुरानकोटको चाहिँ हैन पुरानकोट त पुरानकोट यो भोजबहादुर गुरुङको घर हैन अनि यो डाँडालाई के डाँडा भन्छ रे मोती डाँडा ओके मोती डाँडामा चाहिँ हामी छौँ है साथीहरु कुनै दिन ल आउनु पर्यो भने यो ठाउँलाई चाहिँ तपाईहरुले चाहिँ एकदमै मोती डाँडा आउनु पर्यो भनेर चाहिँ भन्नुस् म तपाईहरुलाई चाहिँ सहयोग गर्न सक्छु है एकदम ल है साथीहरु